नमस्कार सबैजनालाई। आज हामी जीआई मोबाइल एपमा आफ्नो बैंक खाता लिङ्क गर्ने बारे सिकाउन जाँदैछौँ। सर्वप्रथम जीआई मोबाइल एप खोल्नुहोस्। त्यसपछि आफ्नो प्रोफाइल लेखिएको ठाउँमा थिच्नुहोस् र भुक्तानी विवरण थिच्नुहोस् र बैंक थिच्नुहोस्। त्यसपछि आफ्नो बैंक खाता भएको बैंकमा थिच्नुहोस्। अगाडि बढ्नुहोस्। आफ्नो खाताको नाम लेख्नुहोस्। त्यसपछि अगाडि बढ्नुहोस्। त्यसपछि आफ्नो बैंक खाता नम्बर लेख्नुहोस्। समाप्त गर्नुहोस्। त्यसपछि तपाईको बैंक जीआई मोबाइल एपमा दर्ता भइसकेको छ। हस्, धन्यवाद।